गाइस नमस्कार नमस्ते के चाल खबर। आज म चिकन क्रीमी को रेसिपी लिएर आएको छु तपाईहरुको माझामा। आउनु हेर्नु चिकन क्रीमी कसरी बन्छ। टेस्टी झटपट एकदम सिंपल तरिका छ। नो टेंशन। फोकस करो। तो सोया ऑयल तेल डाले थोड़ा, खड़ा मसाला हाल दिए, रामरी चिकन लाई धोए मजाले यहाँ एकदम मजाले अब घुट्नु पर्छ यसलाई रामरी चिकन क्रीमी। तपाईहरु यस्तो बनाउनु। अब यसलाई मजाले भुट्नु पर्छ। मजाले भुटिसके अब यसमा हल्का हल्दी पाउडर जाँदैछ, यसमा गरम मसाला, यो ब्ल्याक पेपर, यो जीरा पाउडर, यो मिक्स मसाला, यो चिल्ली फ्लेक्स थोरै हाल्नु, अहिले माथिबाट थोरै हाल्नु। पछि यो रामरी एकदम मजाले भुट्नु पर्छ। यसमा भुटिसके रामरी अब हेर्नु के हाल्दैछु। यो ग्यास हल्का स्लो गर्नु पर्छ। उता यसमा हामी अदरक, लहसुन र ब्राउन अनियन र दही हालेको छु। अरु ग्रीन चिल्ली अनि हरियो चिल्ली हालेछु। अब यसमा हाल्नु पर्छ यसरी मजाले एकदम झटपट बन्छ के क्रीमी चिकन। मिक्स गर्नु पर्छ मजाले। अब यसरी बनाएर एकचोटी ट्राई गर्नु। मजाले भुट्नु पर्छ एकदम। थोरै सल्ट हाल्नु पर्छ आफ्नो स्वाद अनुसार। 5 मिनट को लागि यसलाई ढक्नु पर्छ स्लो आँचमा, स्लोमा एकदम स्लो लोमा। तब यो पाक्दै छ। तपाई मेरो च्यानलमा जुड्नु भएको छ भने लाइक सब्स्क्राइब गर्नु। नयाँ नयाँ भिडियो फेरि लिएर आउँछु। एकदम जुन जुन राम्रो राम्रो डिश छ सब डिश को हेराउँछु तपाईहरुलाई। अरु धेरै मेहनत पनि लाग्छ। हाम्रो काम पनि हेर्नु कति फसे छ। धेरै काम पनि छ हुन्छ, त्यो पनि म भिडियो तपाईहरुको लागि बनाउँछु। 5 मिनेटमा फेरि म हेराउँछु कसरी पाक्छ एकदम मजाले। तपाईहरु मेरो च्यानलमा जुड्नु भएको छ भने लाइक सब्स्क्राइब गर्नु। तपाईको भाइ राजीव। पाकिसक्यो। अब कस्तुरी मेथी र गुलाबको पत्ता हुन्छ नि त्यो हाल्नु अलिकति। हेर्नु कति मजाले पाकिसक्यो चिकन क्रीमी। कति मिठो पाकेछ हेर्नु, कति राम्रो पाकेछ चिकन क्रीमी। तपाईहरु पनि यस्तै बनाउनु, यस्तै खानु एकदम झटपट तरिकाले एकदम मजाले। एकदम सिम्पल छ, यसमा केही गर्नु पर्दैन, एकदम सिम्पल। तपाईहरु बनाउनु।